नमस्ते, मेरो नाम शिक्षा अधिकारी। म चाहिँ यस ग्रीन सिटी अस्पतालको हेमोडायलिसिस विभागको इन्चार्ज, विभाग प्रमुख। हाम्रो यस अस्पतालमा विगत 10 वर्षदेखि हामीले हेमोडायलिसिसको उपचार दिइराखेका छौँ। यस अस्पतालको सुरुवातीमा हामीले 2वटा मेसिनको सहयोगबाट बिरामीको उपचार गरिराखेका थियौँ भने अहिले हामीसँग टोटल 8वटा मेसिन छ। 8वटामा हामीले 7वटा मेसिनमा चाहिँ रेगुलर बिरामीहरूलाई सुविधा दिइराखेका छौँ भने एउटा मसिन चाहिँ इमर्जेन्सी केसको लागि र आइसियुको बिरामीहरूको लागि भनेर स्ट्यान्ड बाई राखेका छौँ। र अहिले हामीहरूले टोटल 50 जना बिरामीहरूलाई उपचार दिइराखेका छौँ रेगुलर रूपमा। र हाम्रो हेमोडायलिसिसको उपचारको लागि नेपाल सरकारले पनि सहयोग गरेको छ। नेपाल सरकारको विपन्न सेवा सुविधा अन्तर्गतबाट हाम्रो यहाँ 50 जना बिरामीहरूले फ्रीमा डायलिसिस गराइराख्नु भएको छ। उहाँहरूलाई डायलिसिसको लागि पैसा तिर्नु पर्दैन। उहाँहरूको चाहिँ सुरुमा आफ्नो ठाउँको वडा अथवा पालिकाबाट सिफारिसहरू ल्याएर हामीले चाहिँ उहाँको सुविधाहरू चाहिँ सुचारू गर्छौँ र त्यसपछि उहाँहरूले चाहिँ निरन्तर रूपमा बाँचुन्जेलसम्म जतिसम्म उहाँहरूले ट्रान्सप्लान्टमा नगइकन डायलिसिस गराउन चाहनुहुन्छ त्यो समयसम्म चाहिँ फ्रीमा डायलिसिसको उपचार पाउनुहुन्छ। र यदि बिरामीहरू बिचमा आफूलाई आफ्नो रगतको नाता र जसले दिन मिल्नेछ नेपालको कानुन अनुसारले उहाँहरूले मृगौला दिन तयार हुनुभयो भने चाहिँ त्यो खण्डमा चाहिँ उहाँहरूले ट्रान्सप्लान्टको लागि भनेर 5 लाख सहयोग पाउनुहुन्छ। र यदि चाहिँ ट्रान्सप्लान्टमा जानु भएन र कन्टिन्यू डायलिसिस गरिराख्नु भयो भने चाहिँ बाँचुन्जेलसम्म फ्रीमा नै उपचार पाउनुहुन्छ। र खासमा चाहिँ सुरुमा नेपाल सरकारले हप्तामा 2 चोटि मात्रै डायलिसिसको लागि फ्री सेवा सुविधा दिइराख्नु भएको थियो भने पछि बिरामीहरूको समस्या झन् बढ्दै जाँदा अथवा बिरामीहरूलाई गाह्रो नपरोस् भनेर चाहिँ हाम्रो देशको कन्डिसन बिरामीहरूको आर्थिक अवस्थाले गर्दा पनि उहाँहरूलाई सजिलो होस् भनेर अहिले चाहिँ हप्ताको 2 चोटि हप्ताको 3 चोटि बिरामीहरूको कन्डिसन हेरी सबैले नै फ्रीमा उपचार पाइराख्नु भएको छ। र हाम्रो यहाँ चाहिँ टोटल 8वटा मेसिन छ। मैले अघि नै पनि भनिहालेँ। 8वटा मेसिनमा 7वटा मेसिनमा चाहिँ हामीले रेगुलर बिरामीहरूलाई सुविधा दिइराखेका छौँ भने एउटा इमर्जेन्सी र आइसियुको लागि भनेर स्ट्यान्ड बाई राखेका छौँ। र हामीले टोटल 50वटा बिरामीलाई दिनमा 3 सिफ्ट गरेर सुविधा दिइराखेका छौँ। बिरामीहरूको डायलिसिस 4 घण्टाको एउटा सेसन हुन्छ र हामीले चाहिँ शनिबार बन्द गर्छौँ र हप्ताको 6 दिन चाहिँ डायलिसिस सेवा हुन्छ रेगुलर बिरामीको लागि। रेगुलर बिरामीको लागि पनि हामीले बिहान 7 बजेदेखि बेलुका 8-9 बजेसम्म गरेर पनि 3 सिफ्ट चलाएर सुविधा दिइराखेका छौँ। र इमर्जेन्सी कन्डिसनमा चाहिँ हामी 24 आवर्स नै हेमोडायलिसिस सुविधा दिइराखेका छौँ। पहिलेदेखि अहिलेसम्म नै दिइराखेका छौँ। अनि त्यस्तो केसमा चाहिँ बिरामीहरूले इमर्जेन्सीमा आएर डक्टरहरूलाई चेकअप गराएर डक्टरले भनेअनुसारले चाहिँ हामीले उहाँहरूलाई सुविधा दिन्छौँ। र इमर्जेन्सी केस र आइसियुको केसहरू हुनुभयो भने चाहिँ उहाँहरूले सर्टेन अमाउन्ट तिरेर डायलिसिस गर्नुपर्ने हुन्छ किनकि उहाँहरू इमर्जेन्सी केसहरूले चाहिँ पेमेन्ट गरेर गर्नुहुन्छ र अरू बिरामीहरू हाम्रो रेगुलर जो बिरामीहरू हुनुहुन्छ 50 जना उहाँहरूले चाहिँ फ्रीमै उपचार पाइराख्नु भएको छ। हाम्रो यहाँ 24 घण्टा इमर्जेन्सी डायलिसिस उपचार गराइ नै राखेका छौँ। डायलिसिसमा पनि पेरिटोनियल डायलिसिस र हेमोडायलिसिस 2टा टाइप्सहरू हुन्छ। तर हाम्रो यहाँ चाहिँ हेमोडायलिसिसको उपचारको मात्रै सुविधा रहेको छ। र हाम्रो यहाँ चाहिँ 2 जना नेफ्रोलोजिस्टहरू हुनुहुन्छ। उहाँको अन्डरमा चाहिँ हामीहरूले काम गरिराखेका छौँ। एकजना डक्टर हुनुहुन्छ महेशराज सिग्देल र अर्को चाहिँ डक्टर प्रकाश पौडेल। उहाँहरू 2 जनाले चाहिँ बिरामीहरूलाई ओपिडीमा हेर्नुहुन्छ र उहाँहरूले नै पेसेन्टको अब कुनै बिरामीको चाहिँ हप्तामा 1 चोटि पनि हुन्छ डायलिसिस। पेसेन्टको सबै रिपोर्ट र पेसेन्टको कन्डिसन अनुसारले चाहिँ डक्टरहरूले बिरामीको हप्तामा कति पटक डायलिसिस गर्ने कसरी गर्ने सबै कुराहरू लेखेर पठाइदिनुहुन्छ ओपिडीमा। अनि त्यो अनुसारले चाहिँ हामीले बिरामीहरूको डायलिसिस गर्छौँ। र धेरै जसो बिरामीहरूलाई चाहिँ हाम्रो नेपालको कन्टेक्स्टमा हेर्दाखेरि बिरामीहरूको डाइटमा अलिकति केयर गर्नुपर्ने हुन्छ। अनि रेगुलर डायलिसिस गर्दाखेरि देखिने सामान्यतया अथवा धेरै जसो देखिने समस्याहरू भनेको चाहिँ सुगर प्रेसर लो हुने, कहिलेकाहीँ प्रेसर हाई हुने त्यस्तो भइरहेको हुन्छ। त्यो चाहिँ हामीले यहीँ हामीसँग ड्युटी डक्टर पनि हुनुहुन्छ मेडिकल अफिसर उहाँको सहयोग र हाम्रो नेफ्रोलोजिस्टहरूसँग कन्सल्ट गरेर नै समस्याहरूको समाधान गर्छौँ। र बिरामीहरूलाई चाहिँ काउन्सिलिङहरू पनि गरिराखेका हुन्छौँ जस्तै फिस्टुला केयरको बारेमा। अनि उहाँहरूलाई चाहिँ अब वाटर इन्टेक पानी खान पनि त अब सबै पेसेन्टको पिसाब हुन्छ भन्ने हुँदैन, कसैको हुन्छ कसैको हुँदैन। त्यो अनुसारले नै हामीले उहाँहरूलाई काउन्सिलिङ गर्छौँ। र अरू कुरा चाहिँ नुनहरू बार्ने अब सामान्यतया सबैलाई थाहा छ प्रेसर हाई भएको कारणले गर्दाखेरि पछि विभिन्न समस्याहरू आएर डायलिसिस गर्नुपर्ने हुन्छ। र हामीले चाहिँ बिरामीहरूलाई नुनको कुरा, नुन पानीको मात्रा कति खाने, के खाने र बाहिरको खानेकुराहरू अब कसरी कुन खानाले राम्रो हुन्छ कुन खानाले खराब गर्छ यो सबै कुराहरू चाहिँ हामीले काउन्सिलिङ गरि नै राखेका हुन्छौँ बिरामीहरूलाई। र अहिलेसम्म चाहिँ हाम्रो बिरामीहरू जो
10-11 वर्षदेखि नै डायलाइसिस गरिराख्नु भएको बिरामीहरू पनि हामीसँग हुनुहुन्छ। उहाँहरूको कन्डिसन राम्रो नै छ, रेगुलर फलोअपमा पनि हुनुहुन्छ र हामीले गरेको काउन्सिलिङ अनुसारले उहाँहरूले भनेको पनि मान्नुहुन्छ। त्यसैले गर्दाखेरि हामीहरू पनि खुसी नै छौँ। उहाँहरू अब क्रोनिक डिजिज लागेको बिरामीहरू भए पनि 10-11 वर्षदेखि सुविधा लिइराख्नु भएको छ र उहाँहरू हाम्रो सेवादेखि खुसी हुनुहुन्छ र त्यो देख्दा हामीहरू पनि खुसी नै छौँ। अघि नै सुरुमा पनि भनिहालेँ, हाम्रो नेपाल सरकारको विपन्न नागरिक उपचार अन्तर्गतबाट सेवा सुविधा दिइराखेका छौँ। आजको दिनमा अहिले चाहिँ हामीले सेकेन्ड शिफ्ट सुरु गरिराखेका छौँ र हाम्रो यहाँको डायलाइसिस हाम्रो बिरामीहरूलाई कस्तो लागिरहेको छ होइन, बिरामीहरूकै मुखबाट पनि सुन्न सक्नुहुन्छ। म यहाँ डायलाइसिस गरेको 2074 सालदेखिको डायलाइसिस गरिराखेको छु। डायलाइसिस गर्दा यहाँ सबै सम्पूर्ण कुराहरू सुविधाहरू भइराखेको छ। मलाई अन्तभन्दा यहाँ धेरै राम्रो छ। म गोङ्गबुक गणेशस्थान टोखा नगरपालिका वार्ड नम्बर 11 मा बस्छु। यहाँ डायलाइसिस गरेको 7 वर्ष पुरा भयो। सबभन्दा पहिला गोडा सुन्निएर आयो, अनि गोडा सुन्निएर आएपछि डाक्टर महेश सिग्देललाई जचाएँ। उहाँले चाहिँ नि अनि रिफर गरेर यहाँ ग्रिन सिटी हस्पिटलमा जानु, डायलाइसिस हुन्छ भनेर भन्नुभयो। सम्पूर्ण अनि डायलाइसिस गरेर अहिले बसिराखेको छु। 2074 सालदेखिको डायलाइसिस गरिराखेको छु। सरकारी सुविधा अनुसार मैले त्यहाँ 74 सालदेखि नै सरकारी सुविधा पाएको छु। पहिला हप्तामा 2 चोटि हुन्थ्यो, अहिले चाहिँ नि हप्तामा 3 चोटि डायलाइसिस गरिराखेको छु। खानपिनमा चाहिँ नि सकेसम्म साधारण भोजनहरू खान्छु, फलफुल स्याउ मात्रै खान्छु, पानी कम खान्छु, नुन पनि कमै खान्छु। खानेकुराहरूमा चाहिँ नि ध्यान दियो भनेदेखि चाहिँ नि डायलाइसिसको सुविधाबाट चाहिँ नि धेरै समयसम्म बाँच्न सकिने रहेछ। डायलाइसिस त सम्पूर्ण कुरा राम्रै छ। अहिलेसम्मलाई सबै सुविधाहरू भइराखेको छ, राम्रो छ। 69 सालदेखि डायलाइसिस सुरु गरेको। सुरु गर्नुभन्दा पहिला म मेडिसिटीमा थिएँ। मेडिसिटीबाट यहाँ रिफर भएर म यहाँ आएको। पहिलो म के भयो भन्दाखेरि चाहिँ यो कोरोना रोगको टाइममा मैले फ्लेक्जर भन्ने एउटा औषधि खाएको थिएँ। त्यो औषधिको प्रभावले गर्दाखेरि के अरे मलाई यो रोग लाग्ने भन्ने कुरा चाहिँ डक्टरहरूको भनाइमा पाएको छु। प्रदीप पौडेल डक्टरहरूलाई भेटेको थिएँ। उहाँबाटै मेरो सबै एडभाइस उहाँबाटै भएको हो। सुरुमा मेरो 2 चोटि डायलिसिस हुन्थ्यो, अहिले मैले 3 चोटि गरिसकेपछि अहिले मेरो स्वास्थ्यमा अलि सुधार आएको छ। 2 चोटि गर्दाखेरि मेरो त्यति सुधार हुँदैन थियो भन्थ्यो, अहिले 3 चोटि गर्दाखेरि चाहिँ मेरो डायलिसिसमा सुधार आएको छ। नेपाल सरकारको जुन सुविधा छ त्यो सुविधा यो हस्पिटलले पनि प्रदान गरेको छ र हस्पिटलले राम्रो म्यानेजमेन्टका साथ यहाँ गरेको देख्दाखेरि मलाई धेरै खुसी लागेको छ। डायलिसिस गर्दाखेरि सबभन्दा राम्रो पक्ष चाहिँ के भन्दाखेरि नि, मान्छे पहिला धेरै मरेको देख्थेँ, सुन्नेर आएपछि मान्छे मर्छ भन्ने मैले सुनेको थिएँ। तर यहाँ चाहिँ अब यो मिसिनको प्रभावले गर्दाखेरि डायलिसिस गर्दाखेरि एकदम राम्रो हुँदो रहेछ, जसले गर्दाखेरि चाहिँ के भन्दाखेरि जीवनयापन गर्न सजिलो हुँदो रहेछ। र अनि डायलिसिस गर्ने व्यक्तिहरूले चाहिँ खानपिनमा अलि ध्यान दिनु पर्दो रहेछ। राम्रोसँग खानपिनमा ध्यान दिने हो भने डायलिसिसबाट राम्रै हुन्छ।